यहाँ त बाघको टाउको पनि झुल्चापै फुल डरा राम 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 बज्याले त सूर्य पनि ल्याएर हालेछ के हो यस्तो घरमा को छ हो हेलो छिटो बाबा गाउँमा एक मानव मकै बिउको बारी थिएन बज्याले त संसारै कमान्छ नि ए भगवान् यो के हो बाख्रालाई घाँस यस्तो घाँस ल्याएर राखेछ है यहाँ पनि त्यस्तो छ अनि किन्न आएको ओहो धर्म कहाँ आइस त तेरो त अचम्मै भन्छ त हो के भयो अचम्म के देखि त्यस्तो अचम्म यो के हो यत्रो यो घाँस किन ल्याएको तैँले मोर यो घाँस होइन मोर यो क्याप्टन यो सजनी फुल हो यसलाई त के गर्नु र पाखे त पाखे राम्रै त पाखे भाछस् कहीँ सरे भइसक्यो नि घाँस लिएर राख्छस् उतिखेर चाहिँ काठमाडौँमा हिँड्न जाउँ काठमाडौँमा हिँड्न जाउँ भन्दाखेरि हिँडिस् यहाँ त घडीमा सिङै सिङ अनि त बौलाई सी क्या हो यो घडी नि हो क्या घडी नि हो सिङ हालेको होइन त्यो सिङ हालेकै पाइन्छ अनि यो चाहिँ गाउँघरमा मै पार्ने 1300 ठेकी जस्तो छ त ए बाबा ठाकुर यसलाई एसी भन्छ एसी तातो हावा र चिसो हावा आउँछ यसबाट अनि तल सूर्यले दिन्छ होला नि त तातो चिसो हावा ए भगवान् यो सूर्य होइन क्या बत्ती हो बत्ती बत्ती नि यस्तो हुन्छ यसलाई झुमर भन्छ डुम झुमर भन्छ ठुलो क्या झुमर भने झुमर क्या यस्तो हल्लिने झुमर झुम्रो भनेको च्यातेको कपडा हाम्रो गाउँमा ए भगवान् होइन क्या होइन अनि के त नि झुमर अब के भन्नु झुमर बत्तीको लाइट क्या लाइट सुत्ने खाट पनि कस्तो राम्रो छ तेरो त यसमा सुत्छस् हो यो खाट होइन मुर्दा यो खाट होइन यसलाई सोफा भन्छन् सोफा अनि बुढाबुढी कसरी अड्छस् त यत्रो खाटमा ए बोज्या उता भित्र कोठा छ अरू कोठा छ यो त मान्छे पाहुना आउने ठाउँ सोफा हो के सोफा बैठक कोठा भन्छ यसलाई कमाउनु कमाइछस् यार गाउँमा एक मानव मकैको बिउ थिएन त त धेरै ठुलो धनी भइछस् नि राम 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 अनि यो के हो त माछा माछा हो यो अनि यत्रो माछा कति खानी यो खानी होइन यो सोपिस माछा हो तँलाई थाहा छ यो माछा कति पर्छ किन्नु पर्दाखेरि यहाँ पाल्नु भन्दा ल पोखरीमा पाल्न ए भगवान् यो पोखरीमा मरिहाल्छ नि यो पोखरीमा पाल्न मिल्ने माछा होइन बत्ती बालेर भगवान् केही देख्नुहुन्न यो मोरो यो घाँस चाहिँ यो घाँस होइन मोरो यो घाँस होइन यो सजाउने फुल हो यसले चाहिँ के खान्छ माछाले भात खान्छ कि मासु भात खान्छ कि यो माछालाई दाना पाउँछ के दाना हो त दाना खान्छ यसले दाना भने मकैको गेडा मकैको गेडा जस्तै हो मकैको गेडा चाहिँ होइन मकैको गेडा यत्रो हुन्छ यत्रो माछाले खाए चाहिँ मर्दैन अनि यो कालो के राखेको भित्रमा यस्तो यस्तो राम्रो घरमा यस्तो कालो किन राखेको यो टिभी हो टिभी 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 भनेको हेर्ने टिभी क्या हेर्ने टिभी ए त्यो मान्छेलाई टिभी लाग्यो भन्थे कि हाम्रो गाउँमा एउटा साइला दाइलाई मैले त्यही हेरेँ त्यो टिभी होइन क्या त्यो टिभी अर्कै हो त्यो लाग्ने मान्छेलाई टिभी लागेपछि मर्ने त्यो अर्कै भयो यो चाहिँ हेर्ने टिभी हो क्या हेर्ने अनि कहिले हेर्ने त यो अब अहिले हेर्ने अब एकछिनपछि हेर्ने हेर्ने हाम्रो राँगाको सिङ जस्तो छ त यो के हो यस्तो ए यो राँगाको सिङ होइन मलाई त नट भाँचिन्छ जियो पनि हात लगाएर हालिहाल्छ अहिले पिटिकै भाँच्यो भने यो वाइफाई हो यो वाइफाई चाहिँ मोबाइलमा हेर्नु परेन फेसबुक इन्स्टा टिकटक अहिले त टिकटक चलेको छ हाम्रो गाउँको भाइले त्यो वाइफ भन्थ्यो वाइफ भनेको के हो वाइफ होइन वाइफाई ए वाइफ भनेको चाहिँ बुढी भन्थ्यो त्यसले त्यो वाइफ भनेको बुढी भयो यो चाहिँ वाइफाई भन्छ के वाइफाई फाइ अनि तेरो गाउँमा के छ बस्ल अनि गाउँमा के छ खबर तेरो त मोबाइल पनि कति रहेछ है यार ए म चाहिँ त मोबाइल होइन एउटा मलाई ले न ल यो मोबाइल होइन क्या यो सोपिस हो मैले पुलिसले बोकेको देखेँ क्या पुलिसले बोक्ने जस्तै हो तर यो पुलिसको चाहिँ होइन क्या यो सोपिस हो यसमा केही पनि चल्दैन हेरी यो सो मात्रै हो क्या नचाल्ने बेला फाल्ने त के कहाँ फाल्छ फेरि भगवान् बल्ल बल्ल ल्याएको यहाँ बस्छ उता बस्ती त तेरिको त्यसलाई यता राखेर बस्ने हो फेरि म
ए भगवान् यसलाई त म यता राखेर बस्छु यस्तो त बस्दिनँ यता के गर्न नसक्ने भयो नि यसलाई त बस्छु अब यसरी यो खुट्टा भुइँमा राखेर बस्न काठमाडौँमा अलि सभ्य भएर बस्ने सिक क्या सिक कस्तो सभ्य भएर मेरो गाउँमा यसरी बस्ने गरेछ तेरो यो गाउँ हो त यस्तो नराख मलाई मन पर्दैन यस्तो नराख फाल्दै नफाल्नु यो मोरा नफाल के गर्नु र अनि तेरो गाउँमा के छ खबर खाबर के हुने यार के हुन्छ र तेरो पो मालामाल भइछ जस्तो यार कतै भ्रष्टाचार त गरिन नि भ्रष्टाचार कसरी गर्नु नि भ्रष्टाचार गर्न आएको भए त गरिहाल्थ्यो नि त्यो मिहिनेतले कमाएको मैले सबै खै यति छिटै मिहिनेतले कसरी कमाइहाल्छिस् र यार ल मलाई त छक्कै परि हो अब मान्छेले 5 वर्षमा 2-3 वटा घर बनाउँछन् बच्चा त धेरै रहेछ त तेरो यसले बच्ची होइन यो ले त यसलाई डमी भन्छ डमी छोराछोरी होइन होइन ल हेर यहीँ मलाई के हो यो त्यस्ता नले मलाई ल के बच्चा भनेर मक्खा परेको होइन